गर्ने हो हैन। रचना गर्नु छ भने फर्स्ट कामकै एउटा लाइन तान्ने ठुलो तान्दिने लाइन, ठिक छ, तानिदिएको हैन। अब यहाँ विचार गर्ने कि कुन एंगल दिएको छ, कुन एंगल दिएको छ, एंगल ए दिएको छ, ठिक छ। एंगल ए दिएको छ त यसमा हेर्ने साइडमा कुनमा ए छ, त यसमा ए छ, एबी मा छ, हो कि नै। दैट मीन्स एबी बराबर 6 सेन्टिमिटर को चाप लिएर के गर्ने, यो लाइनमा काट्ने, ठिक छ। 6 सेन्टिमिटर को चाप लिम, कहाँ बसाउने यसलाई, 0 मा बसाउने हैन। यहाँ प्रेस दिने के, यो जुन छ नि यसमा प्रेस दिने अनि 6 सेन्टिमिटर सम्म यसलाई बढाउने। 6 सेन्टिमिटर छ कि नै, हेरिहाल। अब के गर्ने, यहाँबाट यो साइडबाट 6 सेन्टिमिटर काट्दिने, ठिक छ। यहाँबाट पनि काट्दिने, एउटा लाइन भेट्यो हामीले, हो कि नै। यसको नाम के राखिदिने, ए राखिदिने र यसको नाम बी राखिदिने। अब हेर ए बी सी यहाँ आउनु पर्ने हैन, अनि डी कहाँ आउँछ, यहाँ आउँछ। यहाँ हामीलाई दिएको छ, अब के दिएको छ, बीसी बराबर कति सेन्टिमिटर, 4.5 सेन्टिमिटर। अनि एंगल डीएबी बराबर कति डिग्री, 60 डिग्री। त डी यता हेर्दैन, त डीएबी बराबर कति डिग्री, 60 डिग्री। त के गर्ने, 60 डिग्री गर्ने, सबैभन्दा सजिलो 60 डिग्री नै हो हैन, फर्स्टै कट आइहाल्छ, ठिक छ। के गर्ने, यहाँ घुमाइदिने एकचोटि, ठिक छ। अब यसलाई फर्स्ट कट, ठिक छ। अब के गर्ने, यो लाइनलाई जोड्दिने, जोडिदिए हैन। ये कितने सेन्टिमिटर भयो भने 6 सेन्टिमिटर। अब बी पर से बी बाट सी मा कति को काट्ने, 4.5 सेन्टिमिटर काट्ने, काट्दिउँ 4.5। 4.5 भनेको 4 र 5 को के बीचमा हैन, हेर त यहाँ छ कि नै ठ्याक्कै। त के गर्ने, बी बाट 4.5 सेन्टिमिटर को चाप काट्ने, ठिक छ, काट्दिए हैन। अब एउटा कुरा भन, समानान्तर चतुर्भुजको सम्मुख भुजा के हुन्छ, बराबर हुन्छ। यो 4.5 छ भने यो पनि कति हुन्छ, 4.5 हुन्छ। यहाँबाट पनि के गर्ने, 4.5 काट्दिने। यो कट पोइन्ट आयो कि आएन, यसको नाम के हुन्छ, डी। यो कुन पोइन्ट हो, डी हो। अब यो 6 सेन्टिमिटर छ भने यो यसको सम्मुख भुजा यो पनि कति सेन्टिमिटर हुनुपर्ने, 6 सेन्टिमिटर हुनुपर्ने। त यहाँबाट पनि के गर्ने, 6 सेन्टिमिटर को चाप काट्ने, ठिक छ। अब यो पोइन्टबाट कट पोइन्टबाट 6 सेन्टिमिटर आयो कि आएन, एउटा पोइन्ट आयो। यो पोइन्ट कुन भयो, सी भयो। अनि अब के गर्ने, बी लाई जोड्दिने, डी लाई जोड्दिने, डी सँग जोड्दिने, ठिक छ। बुझ्यो कि नहीं, देखो तो ये सोच बनने कि नहीं बनला, बन गए एकदम लगियो रहले सोच जगह है ना। अब के गर्ने त, यो 6 सेन्टिमिटर छ भने अब यो बी बाट पनि यतातिर के गर्ने, 6 सेन्टिमिटर काट्ने, ठिक छ। छ नि 6 सेन्टिमिटर हैन। एउटा पोइन्ट आयो कि आएन, यसको नाम एफ, ठिक छ। अब एउटा भुजा कति भन्दैछ, एफ ई बराबर कति सेन्टिमिटर, 7.5 सेन्टिमिटर। त एफ बाट 7.5 सेन्टिमिटर के गर्ने, चाप बनाउने, 7.5। 7.5 भनेको 7 र 8 को बीचमा, हेर त, ठिक छ। एफ बाट कट भयो कि नहीं, यसको नाम के भइहाल्छ, ई भइहाल्छ। अब ए लाई जोड्दिने ई सँग र एफ लाई ई सँग जोड्दिने,
जोड़ दिए, अब एल जोड़ दीजिए। ठीक है, यसरी बनाओ। यहाँ पर 100 ABCD बराबर ट्रायंगल AEF हुन्छ। यसरी यो संरचना बनाओ। बुझ्यो कि नहीं?